सत्य तथ्य निष्पक्ष समाचारका लागि तपाईँ बाजुरा नेपाल खबर बिएनके टिभी हेर्न सक्नुहुन्छ। युट्युबमा गएर पनि बाजुरा नेपाल खबर बिएनके टिभी लगइन गरेर हेर्न सक्नुहुन्छ। जुन सङ्घीय संसदबाट जुन बुढीनन्दा नगरपालिका साउने गाउँको विषयमा किङ करोड रुपियाँ पुलको लागि पिपलडाली प्लस साउने गाउँसम्म झोलङ्गे पुल बन्ने भन्ने कुरा रहेको थियो। त्यो जुन नेपालमा एउटा जेन्जी आन्दोलन भयो, रेड बुकमा भएको त्यो रकम कटौती भएको छ। अब यसको खोजी नीति कसले गरिदिने त? एमाले गर्ने कि माओवादीले गर्ने कि काङ्ग्रेसले गर्ने? कसले खोजी नीति गरिदिने? त्यहाँका पुला पँदालाहरू कसले हेरिदिने त? चुनावको बेला ल हामी गर्छौँ, अर्को गर्छौँ, ओलानु गर्छौँ, फलानु गर्छौँ भनेर झुटा आश्वासन दिदिने। जब आफू कुर्सीमा त्यो ठाउँमा गइसकेपछि त्यहाँका जनतालाई भुलिदिने। तपाईँले पटक पटक यस्ता खालका भिडियोहरू देख्नुभएको होइन र? एकैछिन यो भिडियो हेर्नुहोस् त। सरकारी बसिया ठाउँमा परेवा चिठी लैजा सरकारी बस्ने ठाउँमा मान्छे बिरामी भएर लैजाँदाको भिडियो हेर्नुहोस्। नेपालमा रहेका 77 जिल्ला मध्ये सुदूरपश्चिममा पर्ने बाजुरा जिल्ला एउटा विकट जिल्ला मानिन्छ। त्यसमा पनि बुढीनन्दा नगरपालिका दुर्गम मानिन्छ। यसको विषयमा बुढीनन्दा नगरपालिका वडा नम्बर 1 मा पर्ने साउने गाउँ, त्यहाँको अवस्था हेर्दाखेरि अति दयनीय अवस्था रहेको छ। जब नेपालमा चुनाव सुरु हुन्छ, चुनावका प्रचार प्रसारहरू भइरहेका हुन्छन्, त्यो अवस्थामा विभिन्न नेताहरू गाउँ गाउँ बस्ती बस्ती प्रत्येक परिवारमा नातागोता नातावाद कृपावाद गरिरहेका हुन्छन्। 2074 साल यता जुन बुढीनन्दा नगरपालिकामा जुन बुढीनन्दा नगरपालिका 1 साउने गाउँको विकास कति भएको छ तपाईहरूले निहालेर हेर्नु भएको होला। जुन 2074 सालमा प्रदेश सभा सदस्य बलदेव धेग्मीज्यूले प्रदेश सभाबाट 15 लाख विनियोजन गर्नुभएको थियो। त्यो पनि पञ्चवर्षीय हो। उहाँको त्यो प्रदेश सभाबाट त्यहाँका बासिन्दाहरूले 3 वर्ष त्यहाँको पुलो बनाएको देखिन्छ। त्यसपछि नयाँ सरकार सुरु भयो, त्यहाँका जनप्रतिनिधिहरू बदलिए। 2074 देखि 2079 सम्म जुन बुढीनन्दा नगरपालिकाका मेयर पदमगिरीज्यूले जित हासिल गर्नुभएको थियो। उहाँले पनि अलिअलि बजेट हालेको देखिन्छ, तर सन्तोषजनक बजेट हालेको देखिँदैन। त्यस्तै गरी 2079 सालदेखि 2084 सालसम्म अहिले बुढीनन्दा नगरपालिकाका मेयर साहब हुनुहुन्छ जनक कुमार बोहराज्यूले पनि बजेट हाल्नुभएको छ, तर सन्तोषजनक छैन। अलिकति टालटुल गर्ने काम जनप्रतिनिधि ज्यूहरूले गर्नुभएको छ। यो त्यहाँका युवा, यो बुढीनन्दा नगरपालिकाका बासिन्दाहरूले भोगिरहेका छन्। त्यहाँको पुलको अवस्था देख्न सक्नुहुन्छ, त्यहाँको खेतीपातीको अवस्था देख्न सक्नुहुन्छ। बर्खे पानीको भरमा त्यहाँ बाली हुने हो कि होइन, त्यसरी त्यहाँ जनताहरू त्यसरी पानीको आकाशे पानीको भरमा बाँचिरहेका छन्।
युवाहरू पलायन हुनु परेको छ। रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहारामा, हुम्ला कहिले मोटर आउला, हुम्ला कहिले मोटर आउला, बसेको सुरहारामा, ए हजुर बसेको छु हेर्ने रहरामा। जुन बुढीनन्दा नगरपालिका दैया हुँदै साउनेगाउँसम्म रोड टच भएको छ, कच्ची रोड, त्यो रोड पनि 2074 सालको स्थानीय सरकार सुरु भइसकेपछि जुन पदम गिरी मेयर हुनुहुन्थ्यो उहाँको पालामा त्यो रोड साउनेगाउँसम्म पुगेको अवस्था हो। त्यहाँबाट यता 5-7 वर्ष भइसक्यो, साउनेगाउँको वरि ठ्याक्कै एउटा कुलो छ, त्यो कुलो त्यो खोलाको बीचबाट अहिलेसम्म कर्णाली करिडोर तिल्चौरसम्म त्यो रोड टच हुन सकेको छैन। रोडका कुरै हामीले नगर्दा हुन्छ। त्यहाँको झोलुङ्गे पुल, त्यहाँको अवस्था, त्यहाँका कुला पँधाराहरू धेरै जोखिम अवस्थामा रहेका छन्। यसको विषयमा अहिलेको सरकार जुन रासपाको सरकार छ, त्यो रासपाको सरकारले पनि सोच्नु पर्यो कि नेपालमा पर्ने बाजुरा जिल्ला बुढीनन्दा नगरपालिकाका त्यो साउनेगाउँका जनताहरूले के गरिरहेका छन् त्यो पनि निहाल्नु पर्ने हुन्छ। सबै गाउँले दाजुभाइहरूले पनि आफ्नो ठाउँबाट कदमी सुझाव सल्लाह दिनुहोला, आफ्ना पहलहरू गर्नुहोला। आफ्नो ठाउँ तब्काबाट कोही देश विदेशमा हुनुहुन्छ, कोही घरमा हुनुहुन्छ, आफ्नो पेसा गरिराख्नु भएको छ, त्यो विषयमा कुरा उठान गर्नुहोला भन्न चाहन्छु। मैले केवल मेरै गाउँ भएर मैले त्यो आफ्नै गाउँको दुःख व्यक्त गरेको होइन। यो साउनेगाउँको पीडा नभएर बुढीनन्दा नगरपालिकाभरिको पीडा, बाजुरा जिल्लाभरिको हरेक ठाउँको पीडा पनि यस्तै रहेको छ। अब तपाईहरूले सोच्ने बेला आएको छ, कसरी परिवर्तन गर्ने, हाम्रा मान्छे नभएर राम्रो मान्छेलाई कसरी अगाडि बढाउने, हजुरहरूले यो विषयमा सोच्न जरुरी छ। सुरता